सोनिम बाबुलेजी अर्थमन्त्री हुनुहुन्छ, यदि तपाईँहरूले सुनिरहनु भएको छ, उहाँको टिमले सुनिरहेको छ, तपाईँहरूलाई मेरो अनुरोध छ, तपाईँहरू अलि नेपाली जनताले तपाईँहरूलाई अहिले के भन्छ अलौकिक मतदान गरेका छन्, हामी गरेका छौँ। तपाईँहरू चाहिँ वैज्ञानिक ढङ्गले तजविज होइन, सिस्टमको आधारमा भन्सार र सिस्टमको आधारमा भन्सारको त्यो जाँचकीलाई औषधिमा 5% भन्सार मात्रै लाउने सिस्टम डेभलप गर्नुपर्छ। म किन भनिरहेको छु भने औषधि यस्तो क्षेत्र हो जसको एमआरपी कहिले फिक्स हुन्छ, कसैले पनि बिना एमआरपी औषधि पाउनुहुन्न बजारमा। अर्को कुरा के हो, हामीले 100% वैज्ञानिक प्रणालीबाट आयात गर्छौँ। हामीले औषधि आयातकर्ताहरूको हरेक आयातकर्ताहरूको बिलिङ सिस्टम अनलाइन बिलिङ सिस्टम हुन्छ। हामी हस्तलिखित बिलिङ हामीले गर्न पाउँदैनौँ। त्यसकारण हामीले ल्याएको मूल्य पनि हामीले अनलाइन सिस्टममा राख्छौँ, बेचेको मूल्य पनि हामीले राज्यले विदिन अ सेकेन्ड हामीले इन्टर गर्ने बित्तिकै नेपाल सरकारले थाहा पाउँछ कतिको बेच्यो कतिमा किन्यो। र हामीले वैज्ञानिक प्रणालीबाट पनि हामी पैसा पठाउने भएको हुनाले त्यो पैसा पनि तपाईँको कतिको इन्भोइस थियो, त्यो इन्भोइसबाट पैसा गयो कि गएन भन्ने कुरा फिक्स छ। त्यस कारण पनि हामी निट एन्ड क्लिन निर्मल गङ्गा जल जस्तो कञ्चन हामी व्यापार गर्छौँ। त्यस कारण हाम्रो यो तजविजको आधारमा राखिने अनुसार लिने तपाईँको सिस्टमलाई करेक्सन गरियोस्। एउटा उद्योगबाट एमआरपी सुरु गरेर बिस्तारै यसलाई चाहिँ कार्यान्वयनको पक्षबाट अगाडि लैजाँदाखेरि यसले चाहिँ एउटा मूर्त रूप लिन्छ जस्तो मलाई लाग्छ। यहाँ हामी देखिरहेका छौँ यो कम्पनीलाई जुन किसिमको आयकरको प्रोप्राइटरसिपको मा र कम्पनीकोमा चाहिँ जुन किसिमको कर लाउने सिस्टम छ, त्यो करमा पनि एउटा सामान्यता एउटा समान हुनुपर्छ भन्ने मान्यता हामीले राखेका छौँ। र एमआरपी लगाउनुभन्दा पहिला सरकारले आफ्नो नीतिगत रूपमा पनि आफूलाई सोच बदल्नुपर्छ भन्ने हाम्रो मान्यता छ। किनभने यो अनुगमनको नाममा तर्साउने भन्दा पनि उनीहरूलाई चाहिँ एउटा व्यवस्थित तरिकाबाट कसरी चाहिँ सिस्टमेटिक बनाएर अगाडि बढाउन सकिन्छ भन्ने विषयमा हामीले ध्यान दिनुपर्छ। विभिन्न वस्तुहरू बाहिरी वस्तुमा किन चाहिँ यहाँको उपभोक्ताहरू चाहिँ आकर्षण बढ्दो छ भन्दाखेरि त्यहाँको केही क्वालिटी होला, त्यहाँको प्रविधि होला, विशेष कुनै कारणले चाहिँ आकर्षित भएको छ भने त्यो भित्राउन चाहने। जस्तै अहिले डेयरी सेक्टरमा पनि ठुल्ठुला उद्योगहरू भित्राउनको लागि अथवा बाहिरी वस्तुहरूलाई विस्थापित गरेर यहाँको उत्पादन बढाउँछ, त्यो क्वालिटीको बढाउँछ भने त्यस्ता उद्योगहरूलाई चाहिँ सरकारले विशेष नीति ल्याओस्, हेरोस् भन्ने म चाहन्छु। हामीले भन्ने गर्छौँ क्लाउड र डेटा सेन्टर भनेको डेटा अर्थतन्त्रको मेरुदण्ड हो। सबै डेटाहरू क्लाउडमा छ। अब हामीसँग केही छैन, हामी कहीँ जहाँ जान्छौँ त्यहीँबाट हामी फेसबुक चलाउँछौँ, जिमेल चलाउँछौँ, हाम्रो डेटाहरू सबै इमेलहरू त्यहाँबाट एक्सेस गर्छौँ होइन। हाम्रो एटेन्डेन्सहरू हामी अनलाइनबाट हेर्छौँ भनेपछि त हाम्रो त हात छोडिसक्यौँ होइन। त्यो डेटा सेन्टर र क्लाउडमा सरकारले के लिबरल गर्नु पर्यो भन्दाखेरि सरकारले बाहिर जुन डेटा सेन्टरहरू आउँछ, बाहिरको इन्भेस्टरहरू आउँछ, उनीहरूलाई चाहिँ कर छुट्टै छुट। नेपालमा चाहिँ इन्भेस्ट गर्ने चाहिँ डेटा सेन्टरलाई चाहिँ ट्याक्सै ट्याक्स। यो म के भन्न चाहन्छु भन्दा जस्तै ब्याङ्कहरूले चाहिँ नयाँ डिपोजिटरलाई चाहिँ अफर दिएको हुन्छ कि इन्ट्रेस्ट रेट भनेपछि एक्जिस्टिङलाई चाहिँ जबसम्म यहीँ भएको डेटा सेन्टरहरूलाई ट्याक्सको छुटहरू, रिबेटहरू, फेसिलिटीहरू, सेक्युरिटीहरू, इलेक्ट्रिसिटी, इन्टरनेटको व्यवस्थाको लागि सहजीकरण गर्दैन तबसम्म यो क्षेत्रले चाहिँ बुम हुने भनेको अटोमेटिकली केही न केही त हुन्छ। तर जुन लेभलमा हुन्छ ग्रासरुट लेभलमा पिन पोइन्टहरू सम्हालेर यो ग्यापहरूलाई फुलफिल गर्नुपर्छ भन्ने मलाई लाग्छ। र टेलिकम र इन्टरनेट सेक्टरमा पनि हेभी ट्याक्स, त्यो ट्याक्स दिने भनेको उपभोक्ताले हो। इन्टरनेट भनेको अहिले घाँस बाँस कपास र इन्टरनेट सँगसँगै आउँछ। यो त बाँच्नको लागि चाहिँ एउटा चाहिने टुल, बाँच्नको लागि चाहिने एउटा अभिन्न औजार जस्तै भइसक्यो। भनेपछि इन्टरनेटमा ट्याक्स लगाउनु भनेको के हो भन्दाखेरि यो त डिजिटल नेपालको सपनालाई पनि अलिकति साकार पार्नु भन्दा पनि होइन, यो कमाउँ पनि त्यो पनि गरौँ, दुइटै हुँदैन कि है। ट्याक्स पनि लिउँ अनि इन्टरनेट पनि सबैतिर विस्तार गरौँ, त्यस्तो कल्चरबाट चाहिँ हामी अगाडि बढ्न सक्दैनौँ। यो टेलिकम सेक्टर र आइएसपीको सेक्टरको जुन ट्याक्स छ, इन्टरनेटमा लगाउने ट्याक्स, त्यसलाई चाहिँ घटाउनै पर्छ। र अर्को मैले हार्डवेयरको पार्टमा पनि एउटा भने, जुन अहिले हामी सामान्य सरकारी विद्यालयहरूमा गयो भने पनि इन्टरेक्टिभ बोर्डहरू देख्छौँ, त्यसमा पनि एकदमै लग्जरी गुड्स भनेर 27% ट्याक्स छ, त्यसलाई पनि घटाउनुपर्छ। सरकारले ट्याक्सबाट भन्दा पनि यसलाई जब अपर्च्युनिटी क्रिएसन गरेर इन्भेस्टमेन्ट ल्याउने र फेसिलिटेट गर्ने। आजसम्म तपाईँ हेर्नुहुन्छ भने आइटी एक्ट छैन, आइटी बिल 2075 भयो, आजसम्म पास भएको छैन। फरक फरक कानुनहरू आइरहेको छ नि है। म एउटा मात्रै एक्जाम्पल तपाईँलाई दिएर अनि टुङ्गाउँछु।
इ कमर्समा थुप्रै भेन्डर हुन्छ, मल्टी भेन्डर इ कमर्समा थुप्रै भेन्डरहरू हुन्छ। कुनै एउटा भेन्डरले गरेको गल्तीको कारणले इ कमर्सको ओनरलाई के छ 6 महिनादेखि 2 वर्षसम्म जेल छ होइन। तपाईँले भर्खरै हेर्नुभयो होला नि गुगललाई पेनलाइज गरेको, माइक्रोसफ्टलाई पेनलाइज गरेको, त्यहाँ 6 महिना यहाँ CEO जेलमा गएको भने सुन्नुभएको छ? सुनेकै छैन। भनेपछि त फाइनेन्सियल फाइन लगाउनु पर्यो। त्यो होइन कि त्यो जेल क्रिमिनल माइन्डसेटबाट सरकारले सोच्नु भएन होइन। नेपालमा बसेर विदेश नगइकन रोजगार सिर्जना गरेर यत्रो रिस्क लिएर, कोरोना भूकम्पदेखि लिएर यत्रो रिस्क लिएर यहाँ बसेको एन्टरप्रेन्योरहरूलाई चाहिँ सरकारले क्रिमिनल माइन्डसेटबाट होइन कि यसलाई चाहिँ प्रेज गर्नु पर्यो। हाम्रै हो होइन, हामीले उहाँहरूलाई प्रबन्धन गऱ्यो भने हाम्रै इकोसिस्टम बन्छ र हाम्रै देश समृद्ध हुन्छ भन्नेतिर लाग्नु पर्यो। 83-84 को बजेट आउँदैछ। यस्ता बजेट धेरैचोटि आए, नीतिगत रूपमा आए। साना उद्यमीहरूको विभिन्न घरेलु उद्योगको नाममा पनि विभिन्न खालका चाहिँ उद्योग नीति आए, मौद्रिक नीतिमा विभिन्न आए। तर सबै त्यो नीतिहरू व्यवहारमा लागू भएन। सबै बनेका सहुलियतका कुराहरू पनि बिचौलियाहरूले मिसयुज गरेर पाउनुपर्ने मान्छेले आजको दिनसम्म पाएको छैन। यी कुराहरूलाई तपाईँहरूले व्यवहारमा यो राज्यमा पुर्याउनुको लागि मैले आग्रह गर्दै अबको दिनमा यो घरेलु व्यवसायले उत्पादन गरेका वस्तुहरू हरेक बजारमा त्यसको व्यवस्था गर्नको लागि तपाईँहरूले पहल गर्नुहोस् भन्ने आग्रहका साथ नेपालीहरू नेपालमा रोजगार गर्न, आफ्नो उद्योग व्यवसाय गर्न एकदम आतुर छन्। सबभन्दा पहिला नयाँ टेक्नोलोजी, नयाँ प्रविधिको विकास। आज टेक्नोलोजीको आइटीको युग छ। व्यापारलाई हर व्यवहारलाई पनि त्यसमा लाने र त्यो हिसाबले चाहिँ यो राज्यले गरिदियो भने वास्तव नेपालीहरू आफ्नो देशमा रोजगार गर्न तयार छन्। सामान आयात गर्दा र निर्यात गर्दाखेरि भुक्तानीको प्रणालीहरूमा हामीलाई समस्या छ। ती विषयमा पनि अब यो सरकारले आगामी बजेटमा समावेश गरोस् भन्न म चाहन्छु। र अहिले अर्को नेपाल अधिराज्यभरि नै एउटा पेचिलो विषय बनेको एउटा एमआरपी सम्बन्धी कुराहरू पनि छ। जस्तो अब एमआरपी लगाउने, हरेक वस्तुमा एमआरपी लगाउने भनेर नेपाल सरकारले अहिले एउटा नीति नै बनाइरहेको छ। त्यो विषयमा व्यवसायहरूले विरोध भन्दा पनि वैज्ञानिक ढङ्गले एमआरपी लगाउनु पर्छ भनेर हामीले छलफल गरिरहेका छौँ। त्यसमा आयातित वस्तुहरूलाई कुन ढङ्गले एमआरपी लगाउँदाखेरि सरकारलाई पनि फाइदा र व्यवसायीहरूले पनि जानेर लगाउँछन्, त्यो विषयलाई पनि सरकारले एउटा प्लेटफर्म बनाएर छलफल गरोस्। डिजिटल पेमेन्टको कारणले पनि कतिपय व्यवसायहरू प्रहरी प्रशासन पुग्नु परेको छ आज दिनमा। अब अहिले कस्तो अवस्था हुन्छ नि, मोबाइल किन्नु पर्यो भन्नुहुन्छ, क्युआर पठाइदिनु, म कसैले मलाई यो पैसा पठाइदिनुहुन्छ, यो पैसा पेमेन्ट भएपछि मोबाइल लान्छु भन्नुहुन्छ ग्राहकहरू। त्यो हाम्रो पसलको क्युआर कम्पनीले क्युआर पठाइदियो, उहाँले पेमेन्ट गर्नुहुन्छ। अनि उहाँले त एकछिन पछि के हुन्छ, होइन यस्तो कारणले पैसा मैले यो मोबाइल लानु नमिल्ने भयो, मलाई पैसा दिनु पर्यो भन्ने अवस्था हुन्छ। अब पैसा दियो पछि त्यो कहीँबाट ठगी भएको मोबाइल, हराएको मोबाइलबाट त्यसो भएको हुनसक्छ। त्यो अवस्था पनि त्यो व्यवसायी प्रहरी खोला गरेर बस्नुपर्ने अवस्था छ। यो कुराहरूलाई यो डिजिटल माध्यमबाट त हरेक कुराहरूको हामी ट्र्याक गर्न सक्छौँ, हरेक कुरा भेटाउन सक्छौँ। अनि सरकारले व्यवसायीहरूलाई कसरी सहज तरिकाले व्यवसाय गर्न सकिन्छ त्यो वातावरण मिलाइदिनु पर्यो भन्ने नेपाल मोबाइल व्यवसायीको माग छ। सरकारले यो कुराहरूमा चाहिँ व्यवसायले दुःख नगरून्। व्यवसायीहरूले राज्यलाई कर तिरेका छन्, आफ्नो सबै कुराहरू मिलाएर व्यवसाय गरेका छन्। के अरे तपाईँको घर जग्गा धितो राखेर बैङ्कको ब्याज तिरेर आफ्नो व्यवसाय सुरु गरेका छन्। तैपनि अहिले प्रहरी प्रशासनबाट पनि व्यवसायी चेपुमा, करबाट पनि व्यवसायी चेपुमा, किनकि सरकारबाट केही स्पष्ट नीतिहरू नहुँदाखेरि समस्या छ। यो समस्या सरकारले चाँडै नै समाधान गरिन्छ भन्ने मैले राख्छु।